आज शनिबारको दिन हाम्रो पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार पनि सुनसान देखिन्छ। आज चाहिँ यहाँको प्रमुख हटिया बजार हो, त्यसैले प्राय सबै हटिया बजारमा गएका हुन्छन्। गाउँबाट विभिन्न अर्गानिक सागसब्जीहरू आज फिदिम बजारमा भित्रिने गर्छ। त्यसैले पसलहरू प्राय बन्द गरेर सबैले आफ्नो आफ्नो अर्गानिक सागसब्जीहरू किन्नलाई गएका हुन्छन्। यहाँ चाहिँ हाम्रो गणतन्त्र चोक हिजो अस्ति भर्खर यहाँ हल्का एक्सिडेन्ट भएको थियो। पाँचथर जिल्लाको हाम्रो यो मेन रोड पनि यस्तो भइरहेछ। यहाँ छेउछेउमा धुप्पीहरू लगाएको छ। धुप्पीहरू हल्का यतिको अवस्थामा पुगेको छ। पहिला यहाँ लिम्बुवान गेट रहेको थियो। लिम्बुवान गेट पनि नष्ट भएको थुप्रै वर्ष भइसक्यो। अब यहाँ कहिले पुनः स्थान हुने हो। यो हाम्रो एकदम ठुलो क्षति हो। यस्तै छ है फिदिम बजारको स्थिति शनिबारको दिन। यहाँ पनि आज रोक्न निषेध भनेर राखेको रहेछ। आज शनिबारको दिन हाम्रो पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार पनि सुनसान देखिन्छ। आज चाहिँ यहाँको प्रमुख हटिया बजार हो, त्यसैले प्राय सबै हटिया बजारमा गएका हुन्छन्। गाउँबाट विभिन्न अर्गानिक सागसब्जीहरू आज फिदिम बजारमा भित्रिने गर्छ। त्यसैले पसलहरू प्राय बन्द गरेर सबैले आफ्नो आफ्नो अर्गानिक सागसब्जीहरू किन्नलाई गएका हुन्छन्। यहाँ